ल दर्शकबिन यतिखेर म धरान 11 को पूर्विता चोकतिर आएको छु। यहाँनिर सरसफाइ अभियान। नाना के छ, बोरा बोकेर कता? आज बोरा बोक्नै पर्ने स्थिति आयो। नमस्कार छ, सेवा छ है नानी? यो हँसियावाला नमस्कार आयो त। आज हँसियाकै काम छ हैन, वडा नम्बर 11 त निकै चेतनाले परिपूर्ण छ। के हो चेतना? सचेतना गराउनको निमित्त हामी आइरहेको मान्छे निकै छ, परिपक्व रहेछ। चेतना आउँदैछ, हामी सिक्दैछौँ। अब हाम्रो लिडरले हाम्रो माननीयले चाहिँ अब सिकाउँदै जानुभएको छ। अब हामी त सक्दैनौँ खासमा, तर पनि अब सुनेर बसिरहनु चाहिँ सकिएन। त्यही भएर चाहिँ अब यसो जति सकिन्छ त्यो पनि गरौँ, हैसियत गरौँ भनेर चाहिँ अब आएको नि। हाम्रो यो नियमित नमस्कारै हजुर, नियमित हाम्रो यो कार्यक्रम हो, हप्तावारी। हजुर हप्तावारी। त्यो कार्यक्रममा चाहिँ यसो संलग्न भइन्छ। तपाईँको नाम? मेरो नाम सीमा राई हो। सीमा राई हजुर, धरान 11 मङ्गलबारे चोक मेरो निवास। ल नाना हस्, हस् धन्यवाद। ल यसरी आज धरान 11 वडाका जनता सरसफाइ अभियानमा हरेक हप्ताको आइतबार उहाँहरूले सरसफाइ अभियान चलाउनुहुन्छ। बिहान 7 बजीदेखि 9 बजीसम्म यसरी सरसफाइ अभियान भइरहेको छ, देख्न सक्नुहुन्छ। यसरी ल हातेमालो गरे पछि बन्छ होइन देश नाना? के छ सर, असिन पसिन? सर घाँस काटेको, सरसफाइ गरेको। किन काट्नु? के गर्नु सर, अब त्यहाँ हेरिहाल्नु भयो। नानीहरू हाम्रो छोराछोरी पढ्ने ठाउँमा कस्तो थियो त भन्दा पुरै सर्प आउने टोक्ने, पुरै त्यो तपाईँको जालीहरू जताभाइ फालेको। आज विशेष गरेर स्कुलमा गर्नु? स्कुलमा गऱ्यौँ हामीले। त्यहाँ गएर हेर्न नि सक्नुहुन्छ, एकदम आज चाहिँ विशिष्ट रूपमा हामीले गरेको। हाम्रो छोराछोरीहरू र स्टुडेन्टहरू पढ्नको लागि सहज होस् भन्ने हिसाबले हामीले त्यो प्राङ्गणभित्र चाहिँ सम्पूर्ण गरेको। तपाईँ जस्तो युवाले श्रमदान कसरी गर्नुपर्छ? हामी जस्तो युवाले यो त भगै रहेन त। ओहो उहाँले कैद गरेर सम्प्रेषण गरिदिनुहुन्छ। त्यसैले गर्दा सम्पूर्ण आइदिनु होला। विद्यालयभित्रै जाउँ हामी, माया बहिनी विद्यालयभित्र जाउँ न। अलिकति हामीले दृश्य आज भने यसरी 11 नम्बरवासी आइदिनु होला नि सम्पूर्ण। विद्यालयभित्रै गरेको कार्यक्रम सानो जय श्रमदान। आज वडा नम्बर 11 वासीको श्रम शक्ति प्रदर्शन भइरहेको छ। हाम्रो सरसफाइ कार्यक्रम। सरसफाइ कस्तो लागिरहेछ दाजु? हाम्रो एकदमै गजब छ। सधैँ हामी गएर सरसफाइ अभियानलाई कसरी बुझ्नु भएको छ तपाईँले? हामी चाहिँ अब कसरी अब बुझ्छ, हाम्रो लागि, हामी जनताको लागि, हामी सबैको लागि हो। ल हेर्नुहोस्, जनता जागेपछि के नहुने रहेछ भन्ने कुरा चाहिँ त्यत्रो एकैछिनमा त्यो घारी पन्स्यो। घारी आज सफा बनाइदिनु भयो आज। कस्तो जालीहरू कति हो र? ल आज धरान 11 को जनता हरेक आइतबार सरसफाइ अभियान यसरी चलाउनुहुन्छ उहाँहरूले। र तपाईँहरूलाई अहिले मैले बार भनेको छु, तपाईँहरूको टोलमा पनि यस्तो सरसफाइको आवश्यक छ भने हामीलाई श्रम संस्कृति पार्टी धरान 11 कार्य समितिलाई अहिले नै पनि भन्न सक्नुहुन्छ। किनकि हामी सबै टोलमा सरसफाइ अभियान यो तरिकाले गरौँ, एकदमै माग हुनुपर्छ भनेर हामीले बार भन्दै आएका छौँ। र आज 16औं हप्ता हामीले पुरा गऱ्यौँ। आज हाम्रो पार्टी स्थापना 11 नम्बर कार्य समिति बने।
ल जनता जागो धरानको 11 को जनता जागो ल विद्यालयभित्रै जाउँ सम्पूर्ण हाम्रो श्रमदाता सरसफाइदाताज्यूहरू विद्यालयभित्र गरेर हाम्रो समापन कार्यक्रम गरेर हामी छुट्टैछौँ र आफ्नो घर जानेछौँ भन्न चाहन्छु। श्री अनन्त शिक्षा ज्योति आधारभूत विद्यालय धरान 11 चाहिँ आज सरसफाइ अभियान च्याट्टै पाएको छ। ग्राउन्डभित्रै छिर्नु पर्यो आज भने माथि त सबै त्यो तपाईँकोहरू सबै जम्मा गरेर राखेको यस्तो चाहिँ आज सफा बनाउनु भएको छ है। ल धरान 11 श्री अनन्त शिक्षा ज्योति सदन ज्योति आधारभूत विद्यालयमा ल सबैजनालाई हाम्रो पार्टी र हाम्रो तर्फदेखि धन्यवाद पनि सधैँ यसरी नै आइदिनु होला भनेर पनि चाहन्छौँ र अन्य टोलमा पनि यस्तै कार्यक्रम हुन्छ। तपाईँहरूको टोलमा जस्तै विभिन्न टोलदेखि आएको छ, तपाईँहरू पनि आइदिनुपर्छ। आजको सामाजिक सञ्जाल हाम्रो श्रम संस्कृति भारती धरान 11 को कार्य समितिका सचिवज्यूले लाउनुहुन्छ, ध्रुवराईज्यूले हेरेर यहाँहरू र आज हामीले धरान 11 कुबेरता चोकको एउटा अनन्त शिक्षा ज्योति आधारभूत विद्यालय स्कुलमा यस टोलका हाम्रा माया याखा जिनी बहिनीले माग राख्नु भएको हुँदा यस विद्यालयमा पनि हामीले सरसफाइ गरिसकेका छौँ र बाहिर हामीले केही हाम्रो सडकहरूमा पनि गऱ्यौँ। अरू चाहिँ हामीले गर्न सकेनौँ, हाम्रो समय 1 घन्टा हो। त्यसले गर्दाखेरि आज हामीले अघि अलिकति गुनासो गरेका थियौँ यस विद्यालयको प्राध्यापक शिक्षिकाज्यूहरू शिक्षकहरू र व्यवस्थापन टोली विद्यालयका अध्यक्षज्यूहरू भइदिनु भएका भए कति राम्रो हुन्थ्यो होला भनेर त्यो भन्दै पनि र हाम्रो यस विद्यालय सञ्चालक व्यवस्थापनका सदस्य क्षितिज बान्ता राईज्यू आइदिनु भयो, धेरै खुसी छौँ हामी। उहाँलाई तालीले स्वागत पनि गरौँ र विद्यालय जस्तो एउटा विद्या लिने ठाउँ तपाईँ हाम्रो छोरा नाति छोरीहरूले आज सफा गर्न पाउँदा हामी गौरव मान्दछौँ श्रम संस्कृति पार्टी धरान 11 र म के भन्न चाहन्छु भने म ढिला नगरिकन, किनभने यो कार्यक्रम गर्दाखेरि धेरै गरौँ भने थुप्रै व्यक्तिहरू हुनुहुन्छ, एकजना व्यक्तिलाई आफ्नो भनाइ राख्नु दिनेछु र त्यसपछि हाम्रो यो कार्यक्रमलाई समापन अध्यक्षज्यूले गर्नुहुनेछ। मैले के भन्न चाहन्छु भने प्रत्येक हाम्रो जो सरसफाइ अभियानको दिन आउँदै गरेको 84 को आसन्न चुनावमा हाम्रो धरान 11 कार्य समितिले हाम्रो नेताज्यूहरू तथा नेतृत्वज्यूहरू हामीले छनौट गरिसकेको हुँदा त्यसले गर्दाखेरि उहाँहरू 5 जनालाई उठेर लाइन बस्दिनु होला भनेर मैले जहिले पनि भन्दै आएको छु। तपाईँहरू र अब तयार हुनुहोला र हाम्रो यसपालि आउँदै गरेको चुनाव 84 को चुनावमा धरान 11 को तर्फदेखि वडा अध्यक्षको उम्मेदवार हामीले चयन गरेका अरुण कटवालज्यू उभिसक्नु भएको छ र अब म भन्दैछु सदस्यज्यू, तपाईँहरूले सदस्यज्यू त यसै टोलको पृथ्वीचोक निवासी भएको कारणले चिन्नु नै हुन्छ, अमर श्रेष्ठज्यू तपाईँ पनि आएर अध्यक्षज्यूको छेउमै आसपासमा बस्दिनु होला र त्यसै गरी हाम्रो आज आउनु भएन यो सरसफाइमा, नभए निरन्तर आउनुहुन्थ्यो। उहाँ निमा शेर्पाज्यू आउनु भएन, उहाँ छुट्नु भयो। त्यसले गर्दा दलित महिलाबाट चाहिँ हाम्रा बहिनी नाम के भयो शान्ता विश्वकर्मा हुनुहुन्छ र त्यसै गरी हाम्रा आज हाम्रा माया याखाजिनी बहिनी पनि हाम्रो जनजातिबाट एउटा छनौट गरेर हामीले त्यो कोटाबाट लिएको छौँ। अब भोलि के हुने हो, अहिलेको वर्तमान सरकारले वडा सदस्यहरू हटाउने भन्ने कुराहरू पनि छन्, तर अब हटाएछ भने के गर्ने, हामीले कानुनलाई मान्नुपर्छ। यदि नभएको खण्डमा उहाँहरू 5 जना, 1 जना शेर्पा निमा शेर्पा आउनु भएन र 4 जना हुनुहुन्छ 5 जनामा र म चन्द्र चामलिङ राई आजको यस कार्यक्रम
सरसफाइ अभियानका कार्यक्रम सञ्चालक पनि म आफ्नो भनाइ यही नै भन्दै बिदा हुन चाहन्छु। र अलिकति एउटा व्यक्ति हाम्रो सर हुनुहुन्छ विद्यालय सञ्चालक व्यवस्थापन समितिका सदस्य क्षितिज राईज्यूलाई सानो छोटोमा आफ्नो भनाइहरू राखिदिनु हुन भन्न चाहन्छु र मैले उहाँलाई माइक हस्तान्तरण गर्दैछु। धन्यवाद। तालीले स्वागत गरौँ। धन्यवाद। हेलो, धन्यवाद आजका यस कार्यक्रमका सञ्चालकज्यू हेमचन्द्र दाईलाई, यस कार्यक्रमका अध्यक्षज्यू लगायत सम्पूर्ण श्रमदाताज्यूहरूलाई म यो विद्यालय को तर्फबाट हार्दिक स्वागत तथा धन्यवाद दिन चाहन्छु। म विद्यालय व्यवस्थापन समिति चाहिँ होइन, यो विद्यालयको म संस्थापक र अहिले पनि यस विद्यालयमा कार्यरत छु। र यो जुन यहाँको अभियानबाट यो हाम्रो विद्यालयलाई यो सरसफाइमा यो जुन आज गर्नुभएको छ, यो एकदमै यहाँहरूको साथ सहयोगलाई विद्यालयका द्वारा हार्दिक धन्यवाद दिन चाहन्छु। वास्तवमा हिजो अरुण दाईले मलाई जानकारी गराउनु भएको थियो र म चाहिँ बिहान म अरूलाई सिकाउँछु र म आफै पनि सिक्ने क्रममा चाहिँ केही कुरा सिक्दैछु र त्योमा म भ्याउँदिनँ भनेको हुँदाखेरि समयमा उपस्थित हुन सकिनँ। यसमा म व्यक्तिगत रूपमा तथा विद्यालयको तर्फबाट यहाँहरूमाझ माफी चाहन्छु। र हाम्रो यो विद्यालय वास्तवमा नै 2057 सालमा स्थापना भएदेखि आजसम्म यो अवस्थामा रहेको छ। यो विद्यालय स्थापना गर्नको लागि यो समुदायकै नै महत्त्वपूर्ण भूमिका रहेको थियो र अहिले पनि यो विद्यालयलाई यो विकासको लागि यो श्रम संस्कृति पार्टीले यो जुन प्रयास गर्नुभएको छ, यहाँहरूलाई हामी हार्दिक धन्यवाद दिन चाहन्छौँ। किनकि यो विद्यालय भनेको चाहिँ सार्वजनिक सम्पत्ति हो। यहाँ सबैको भनौँ न भूमिका उत्तरदायित्व समान रहन्छ। यस क्रममा यहाँहरूले 11 नम्बर वडाको तर्फबाट श्रम संस्कृतिको तर्फबाट यहाँ गर्नुभएको छ। यहाँलाई म पुनः हार्दिक धन्यवाद दिँदै यहाँहरूको आगामी समयमा पनि यहाँहरूको साथ सहयोग मिल्नेछ भन्ने अपेक्षा गर्दै मेरा भनाइहरू अन्त गर्छु। धन्यवाद। आज तपाईँहरूलाई भन्न सक्यौँ यो टोल भनेर अध्यक्षज्यू र सचिवज्यूले नै अब त्यो टोलहरू यकिन गरेर तपाईँहरूलाई भन्ने छ या त ग्रुपमा हाल्नुहुनेछ। त्यसै ग्रुपलाई आधार मानेर हामी जानेछौँ त्यो टोलमा र हाम्रा अब अन्तिममा समापन गरिदिनु हुन र आफ्नो भनाइ राखिदिनु हुन हाम्रा वर्तमान श्रम संस्कृति पार्टी का अध्यक्ष धरान 11 का अरुण कटवाल ज्यूलाई माइक दिँदै मेरो आफ्नो भनाइ यही र समापन पनि गरिदिनु हुन आजको कार्यक्रम भनेर भन्न चाहन्छु। धन्यवाद। यो बोल्दै जाँदाखेरि जिउहरू लट्टिन्छ, माफी पाऊँ। धन्यवाद। हाम्रो वडाका उपाध्यक्ष श्रम संस्कृति पार्टीका उपाध्यक्षज्यू, आज उपस्थित हाम्रा श्रमदाताहरू, अगुवा श्रमदाता, सबैभन्दा पहिला हाम्रो दानबहादुर घिमिरेज्यू, उहाँलाई एकपल्ट उहाँ हाम्रो चाहिँ ज्येष्ठ नागरिक हुनुहुन्छ, त्यसले गर्दा उहाँलाई सबले एकपल्ट ताली बजाएर हामीले उहाँलाई सम्मान गरौँ। र अरू सम्पूर्ण श्रमदाताहरू, हाम्रा यहाँ चेलीबेटीहरू, दिदी दाजुभाइहरू सबैलाई धन्यवाद दिन चाहन्छु। आज श्रम संस्कृति पार्टीलाई तपाईँहरूले यहाँसम्म सहयोग गरेर ल्याउँदै हुनुहुन्छ। मलाई लाग्छ अझै पनि हामी आफ्नो वडा, आफ्नो देश, आफ्नो नगर बनाउनको लागि हामी कम्मर कसेर लागिरहेका छौँ। हामीले आफ्नो घरका कामहरूलाई थाती राखेर हामीले समय निकालेर गरिराखेका छौँ। त्यसमा तपाईँहरूले सधैँ सहयोग गरिराख्नु भएको छ। त्यसमा तपाईँहरूलाई मुरी धन्यवाद दिन चाहन्छु श्रम संस्कृति पार्टीको तर्फबाट र मेरो आफ्नो व्यक्तिगत तर्फबाट। र आजको यो अनन्त शिक्षा ज्योति आधारभूत विद्यालयमा सरसफाइ गर्न हामी यहाँ आयौँ र यहाँका वरिपरि कुबिरता चोक वरिपरिका यहाँका चाहिँ बासिन्दाहरू, दाजुभाइ तथा दिदीबहिनीहरू सबैजना यहाँ अघि जुट्नु भएको थियो र अहिले अलिक कम पनि म देख्दैछु। उहाँहरू आफ्नो नजिक घरमा
गइ पनि सक्नुभयो होला। उहाँहरूलाई पनि एकदम श्रम संस्कृति पार्टीको तर्फबाट धेरै धेरै मुरी धन्यवाद दिन चाहन्छु। आज हाम्रो यो चाहिँ अभियानमा सहयोग गर्न यहाँ उपस्थित भएर सहयोग गरिदिनु भएकोमा। र यो हाम्रो सरसफाइको चाहिँ आज 16औं हप्ता यो हाम्रो सरसफाइले हामी एउटा यो अभियान ल्याएर आएको छौँ। यो अभियान तपाईँहरूलाई आफ्नो घर आँगन, आफ्नो चाहिँ संस्थाहरू, स्कुलहरू, मठ मन्दिरहरू हामी आफैले सफा गर्नुपर्छ, सफा राख्नुपर्छ र स्वच्छ सफा चाहिँ वडा बनाउनुपर्छ भन्ने चाहिँ एउटा तपाईँहरूलाई यो एउटा हामीले ज्ञान छर्नलाई पनि यो चाहिँ कार्यक्रम गरेका हौँ। हामी घरिघरि आइराख्नु त पाउँदैनौँ हामी, किनभने 11 वडाभरि घुम्नुपर्छ। त्यसले गर्दाखेरि अब आएर 1.5 महिना 2 महिना पालो आउला यहाँ। तर त्यतिखेर सबै हामीले आफै सफा गर्नुपर्छ भन्ने कुराहरूलाई चाहिँ एउटा समाजमा सबैलाई ज्ञान यो बाँड्नुपर्छ भनेर चाहिँ हाम्रो माननीय हर्क साङपाङ राईज्यूले परिकल्पना गरेर एउटा सफाई बार भनेर चाहिँ राख्नु भएको थियो। तर सफाई बार शुक्रबार, तर अहिले हाम्रो चाहिँ वडाले चाहिँ तपाईँको आइतबार बनाएको छौँ हामीले यो सबै श्रमदान जुधेर। र यसरी सहयोग गरिदिनु हुने सम्पूर्णलाई धन्यवाद दिँदै फेरि पनि अब हामी लामो समयसम्म अब हाम्रो यो अभियानलाई चाहिँ सबै मिलेर अगाडि बढाउने छौँ र आफ्नो ठाउँ, आफ्नो गाउँ र यो देशमा नै हामी चाहिँ एउटा कायापलट गरेर श्रमले नै देश बन्छ भन्ने कुराहरूलाई चाहिँ अहिले हामीलाई विरोधीहरूले श्रमले कहाँ देश बन्छ भनिरहेको अवस्थामा श्रमले नै देश बन्छ भन्ने एउटा सन्देश पनि हामीले दिनुपर्छ। श्रमले अब तपाईँहरूलाई म दुई सेकेन्ड म एउटा भन्छु, श्रमले नै देश बन्छ। किनभने श्रम भनेको तपाईँ हामीले गरिरहेको काम हो। हाम्रो दाजुभाइ दिदीबहिनीहरू हाम्रो चाहिँ भाइ भतिजाहरू श्रम गरेर विदेश गइरहेछन्, विदेशमा पनि श्रम गर्नै गएको र विदेशहरू हाम्रो यहाँको हातहरू त्यहाँ गएर श्रम गरेर कस्तो कस्तो देशहरू बनाइराख्नु भएछ। त्यही कारण हाम्रो यहाँनिर श्रमले नै देश बन्छ भन्ने कुराहरू, श्रमको एउटा नीति बनाउनुपर्छ, कानुन बनाउनुपर्छ। श्रमको कानुन बनाउनका लागि कानुन बनाउने ठाउँसम्म हाम्रो मान्छे पुर्याउनुपर्छ, श्रम संस्कृति पार्टीको मान्छे पुर्याउनुपर्छ, सरकार बनाउनुपर्छ। यो सबै कुरो भइसकेपछि श्रमले नै देश बन्छ। श्रमलाई, प्रहरीलाई कसरी परिचालन गर्ने, सेनालाई कसरी परिचालन गर्ने, होइन, यो सबै कुराहरूलाई चाहिँ त्यो एउटा कानुन बनाएर, श्रमको कानुन बनाएर अगाडि बढ्दाखेरि श्रमले नै देश बन्छ। त्यसो भएको हुँदाखेरि श्रम गर्न हामीले चाहिँ छोड्नु हुँदैन। हाम्रो पछाडि आउने भावी सन्तानहरूलाई पनि श्रममा अहिले जस्तो म नाति लिएर हिँडिरहेको छु, पछि उसले केही 10-15 वर्ष पछाडि ऊ आफै श्रम गर्न आउने बानी बसोस् भनेर अहिले यसरी हिँड्छु। त्यसले गर्दाखेरि अहिलेदेखि नै हामीले हाम्रो नानी केटाकेटीहरूलाई पनि श्रमको विषयमा सिकाउनुपर्छ भन्दै तपाईँहरूलाई आज फेरि अन्तिममा मुरी धन्यवाद दिँदै फेरि पनि अर्को कार्यक्रममा पनि यसरी नै जुटिदिनुहुन्छ भन्ने मलाई लागेको छ र अनुरोध पनि गर्दै म मेरो भनाइ यहीँ अन्त्य गर्दछु। हवस् त, जय माटो, जय देश। कता हो?